फाइनली हामी चाहिँ भैरवकुण्ड पुग्न लागिसक्यौँ होइन अलिकति अगाडि गएपछि पुग्छौँ ठ्याक्कै यहाँबाट 4 मिनट हिँडेपछि चाहिँ ठ्याक्कै पुग्छौँ ठ्याक्कै यता हेलो गाइज 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 कस्तो फिल भइरहेछ जति तलबाट जस्तै अप्ठ्यारोमा आयो भने यहाँ आएपछि चाहिँ कस्तो फिल भइरहेछ गाइजहरू हेलो रमाइलो भएको छ ब्युटिफुल फाइनली भैरवकुण्ड पुगेको जस्तो फिल भइरहेछ होइन यहाँनिर चाहिँ ठ्याक्क नेपालको झन्डा नै देखिरहेको फर्केर गएको होइन साथीहरू पनि यहाँ पुगेपछि त एकदम खुसीले होइन लमक लपक नबोलिकन हिँडिरहेछ तर बादल लागेर मौसमले चाहिँ अलिकति झ्याउ जस्तो लागिरहेछ पत्रहरू छ अनि बोर्डै भाँच्दैछ यहाँ फाइनली भैरवकुण्ड आइपुग्यो तर पोखरी घटेर रहेछ यार पोखरी घटेर रहेछ नि गाइस ऊ चाहिँ आछ होइन ऊ जाऊ मैले ल हामी चाहिँ पूजा गर्न हिँडेको होइन साथीहरू सबै यस्तो लेखको ढुङ्गामा खुट्टा रित्तै खुट्टा हिँड्दाखेरि त रिउ गर्दो रहेछ बिहान नआउने भने होइन स्विमिङ गर्ने कुरा थियो त मान्छे यता आयो भने त्यहाँ हाँस्दा त पुग्दो रहेछ होइन चुब लाएर आउँदाखेरि ठिकै थियो भेनाले एउटा फोटो खिच त हाँसको जुम गरेर भनिसकेपछि गएको हो कि मनमा आँटे मनमा कुन चाहिँ डिलमा हुन्छ यहाँ चढाउने चिज जति चाहिँ यहाँ चढाइराखौँ है पैसा दिन्छ त ल हामी चाहिँ यहाँ फाइनली पूजा गरिसकेको अवस्था होइन हाँस पनि छ पारि यो चाहिँ एकदम रमाइलो ठाउँ छ होइन तलबाट एक भारी पिडा नाम्लो लाएर बोकेर ल्याए पनि होइन यहाँ भैरवकुण्डको दर्शन गरिसकेपछि चाहिँ सर्लक्कै होइन पीडा व्यथा एकदम सर्लक्कै छुट्टिन्छ होइन एकदम रमाइलो छ तपाईहरुलाई पनि आउन मन छ भने एकदम रमाइलो ठाउँ छ
पुगेन यो जोड्न नानी किन नजोड्दा त्यो ल यति लामो यो पिस पार्ट मैले भन खतरा माथि पुगेछ त है त्यसमा उता खोल्नु न मामा पता है भाई पता है तो क्यों नहीं कर रहा तू पता है तर किधर है रे ओहो उसले अलिकति गलत काम गाडिछ नि यो चाहिँ पर्नु पर्ने हो के खास हुन्छ यो चाहिँ पर्नु पर्ने हो हुन्छ एउटै हो के चाहिँ आरेले झुन्डाइछ भन्छ नि भयो है भयो हाल्दी त भयो सरकारी जागिर खाएको छु सरकारी जागिर खाएको छु मैचाङलाई लिन आएको छु मैचाङलाई लिन आएको छु अब त माग्न को आउला अब त माग्न को आउला दुरीकने बस्दा चल पाउला दुरीकने बस्दा चल पाउला माइतमै पछि थुप्रिन्छ माइतमै पछि थुप्रिन्छ 20 वर्ष घटेपछि थुप्रिन्छ 20 वर्ष घटेपछि थुप्रिन्छ हामी पनि जिम्माको नातिनी हामी पनि जिम्माको नातिनी केटा त भेटिन्छ जति केटा त भेटिन्छ जति माग्नलाई आउनेको लाइन्छ माग्नलाई आउनेको लाइन्छ आउन त भाग्यमा चाहिन्छ आउन त भाग्यमा चाहिन्छ हजुरकै घरमा पराउला हजुरकै घरमा पराउला 21 मा घर सम्झाउला 21 मा घर सम्झाउला आपर आमालाई सगाउँदा आपर आमालाई सगाउँदा माइतीले वचन लगाउँदा माइतीले वचन लगाउँदा त्यो बेला मेरो याद आउँछ त्यो बेला मेरो याद आउँछ अनि पो मैचाङले चल पाउँछ अनि पो मैचाङले चल पाउँछ थाहा छैन भोलि त के हुन्छ